सिआरडीमा यो लन्च जुन हुन्छ नि ब्रोइलर त म धेरै दिनसम्म पाल्ने कुरै होइन कि यसले मासु बोक्छ नि त्यही रोग रहेछ। अन्त अब यो भनेको के हो के यो 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 किडनी त यहाँ हुन्छ लोबलेटेड किडनी हुन्छ यिनीहरूको 1 2 3 3 लेभल हुन्छ। यो के हो स्प्लिन थियो होइन यो लिभर यो गलब्लाडर भयो। त्यो स्प्लिन कुनै भाइरल डिजिजहरू भयो भने स्प्लिन स्वेलिङ भएको हुन्छ यसको ठिक छ स्प्लिनको साइज। तर हर्ट फ्रेजाइल त्यो लिभर चाहिँ अलिकति फ्रेजाइल तर योभन्दा पनि डिजिज लाग्यो भने पुरै फ्रेजाइल हुन्छ छुने बित्तिकै कुहिहाल्ने चाहिँ कुहिएको जस्तो देखिन्छ। त अर्को यसमा एउटा यो भनेको अब किडनी भयो यहाँ 1 2 3वटा लोनमा हुन्छ त्यो माछो में ट्रांसलेट है यो टेस्टिज हो कोई सर यो एउटा यो एउटा यो के मतलब पेटमा टेस्टिस हुन्छ यसको यही हुन्छ यिनीहरूको टेस्टिज। टेस्टिज कथी में है ब्रोइलर मेलै हो क्या ब्रोइलर फिमेल हुँदै हुन्छ नि ब्रोइलर भनेकै मेल मात्रै हो तर त्यो तिमीहरूको घरमा भन्छ नि कि फिमेल पनि हो फिमेल हुँदैन कि पाइक से बर्गा पाइक कथी लड़का बियर हो त्यो हुन्छ त्यो नहुने पनि मेलै हुन्छ क्या त्यो मिठै पर्पोजको लागि बनाएकै चिज हो अरू केही पर्पोजको लागि बनाएको होइन। त यो टेस्टिज हो 1 पेज यो भयो किडनी यहाँ छ 3वटा लोब हुन्छ क्या 3 दुना 6वटा पेनिस पनि हुँदैन पेनिस देखेछ कुखुरा